स्वागत छ तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा र यो मेरो भ्लगमा। तपाईँहरू सबैजना एकदम सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम आरामै छु। म चाहिँ एकदम हेलो। सो फाइनली गाइस आज हामी बर्दुबीतिर घुम्न आएको छौँ र मेरो भिडियो भ्लग चाहिँ सुरु भइसकेको छ यहाँबाट र तपाईँहरूलाई चाहिँ यहाँ चाहिँ भित्रभित्र कस्तो छ र गएर म सबै देखाउनेछु। त्यही हो, म पनि फर्स्ट टाइम। हेलो सबैजनालाई स्वागत छ यो बर्दुबीको नेपाली पार्कमा। के अरे पार्क के अरे नेपाली प्राण होइन, यसलाई के भन्छ पार्कमा दुई लाइन जाउँ न त अनि यसो एकदमै मिठो त्यही हो। आयो खायो गयो पैसा बचायो ल ठिक छ। त्यसो आज एकदमै रमाइलो र इन्जोय गरियो। बाबासँग पनि भेट्यो होइन, बाबासँग चाहिँ दुई वर्षपछि भेट्यो बाबासँग चाहिँ। आज रमाइलो भयो तर बट निन्द्रा चाहिँ बढ्दै लागिरहेछ। के भयो म नि खतरा हो नि त। अहिले लिएर होइन यताबाट जाने भनेर। कहाँ जाने? यहाँ घुम्ने नि। कस्तो घुम्ने? म त कहाँ छु? म त नेपालमै छु कि के हो? म त नेपालमै छु कि के हो? के हो नेपाल जस्तो देख्छु त नि। हेर्दाखेरि ट्याक्क बर्दुबी चाहिँ भने पनि यहाँ आउँदा चाहिँ ठिकै नेपालमै छु जस्तो फिलिङ हुन्छ। अनि यो माटो चाहिँ कहाँबाट ल्याएर लिपे? माटो कहाँबाट? यो माटो चाहिँ कहाँबाट ल्याएर लिप्यो? किलो प्याक गरेर लिएर आएर यो बिल्डिङ बनायो। गफ नगर्नु तपाईँ होइन, गफ नगर्नु तपाईँ। ट्याक्सी ट्याब आउने रहेछ, ट्याक्सी ट्याब आउने रहेछ। भर्याङ हो यो के को बोर्ड हो? सो फाइनली यति धेरै चाहिँ म हिँडेको चाहिँ 2 वर्षपछि नै हो। यति धेरै यो दाइहरूले हिँडाएको मलाई दाइहरूले जस्तै हिँडाएर चाहिँ होइन यति मिठो निन्द्रा लाग्छ कि भनेर यहाँ कसैलाई पनि थाहै छैन। प्रेम दाइले त थाहा छैन, तपाईँलाई थाहा छैन। त्यही पनि यत्रो 2-3 घन्टा डुलेर पनि के गर्ने? जाने ट्याक्सी यहाँ छ, ट्याक्सी बुक हान्नु छिटो। सोध्नु त बजार लागिरहेछ यसको। के हो जाल माथि झुक्नु खेल्ने हो यो मान्छे। यो माथि चाहिँ चराहरूको लागि पिङ दिन यस्तैको कस्तो धर्माथि हुन्छ नि। तर यो माटो चाहिँ कहाँबाट ल्याएर लिएको क्या भन्छ। यो माटो चाहिँ कहाँबाट लिएर ल्याएको के म भन्दैछु होइन। साँच्चै माटै हुन्छ यार यो त। आज दुईजनाले कता डुलायो। तपाईँले के भयो अरे? आज ड्युटी हालेर अनि अरू लागि अब ट्याक्सी बुकिङ गर्नु
मिल्छ भने अन्टी हेर्छु कुरा गर फेरि अघि ठाउँमा आइपुग्यो होइन ए कस्तो भने किर्जा त सोध्नु गर्नु साथैको मेरो थियो ट्याक्सी बुक गर्नु छुट्यो प्रेमलाई म हिँड्नु नसक्ने हो आज घाँटी पनि दुखिएको चिसो पनि धेरै छ होइन म अन्त हिँड्नु नसक्ने भयो ट्याक्सी बुक गर्नु अब जाने ट्याक्सी बुक गर्नु छिटो ट्याक्सी जाने भाडा सबै तपाईँको हुन्छ प्रेम दाइ सुन्नुभयो नि म त तिर्दिनँ मलाई यत्रो हिँडाएको छ म हिँड्नै नसक्ने कस्तो दामी छ क्या ठाउँ एकदमै रमाइलो गऱ्यो